हेर्नु होला है पुरा मैले जुम पनि गरेको छ सैलुङ डाँडा अन्त मैले हिजो एउटा भिडियो पनि बनाएको थियो बसबाट झारेर अन्त हिजो चाहिँ मैले एडिट गर्न सकेन अन्त आज चाहिँ सैलुङ डाँडा पुरा घाम लागिरहेछ सैलुङमा चाहिँ सैलुङ चाहिँ पारी पर्छ हाम्रो घर चाहिँ वारी पर्छ नि त साथीहरू हेरिदिनु होला केरा यहाँ देख्न सक्नुहुन्छ लोकल केरा अन्त भरे चाहिँ पूजा हुन्छ नि त यही कुखुराहरू हो लोकल कुखुरा जुत्दै छ लोकल केरा हेर्दै हाम्रो चाहिँ बहुत पाकिसकेको छ है लोकल केरा चाहिँ लोकल केरा अन्त घर चाहिँ मेरो यही हो लामो छ घर पनि भूकम्पको घर हो नि त अन्त यहाँ चाहिँ बढाउँदैछ बुढी चाहिँ अन्त साफ हुँदैछ यस्तै छ गाउँघर चाहिँ दुईवटा घर हो नि त हाम्रो चाहिँ दुईवटा घर हो घरहरू चाहिँ अन्त आमा चाहिँ आउँदैछ आमा चाहिँ हिँड्दैछ नि त दुध दुहेर लिएर आएको माथि फुलहरू पनि यस्तो छ अन्त यस्तै छ गाउँघर चाहिँ कस्तो रमाइलो छ कि पारी चाहिँ ससुराल हो नि त मेरो अन्त यहाँ चाहिँ धारा थाप्दैछ बाबा चाहिँ यहाँ रक्सी पार्दै गाईलाई हेर्नु रक्सी पार्ने एउटा मान्छे गाउँघरमा यस्तै त नि सबैको गाउँघर अन्त मैले हिजो एउटा भिडियो नि बनाइसकेको थियो हाल्न पाएको छैन नेट छैन माइली आमा ओ मुख धोएर रेडी पानी धारामा पानी थाप्न आएको यता अलैँचीको घारी ओहो अन्त यस्तै छ गाउँघर हेर्नु होला सैलुङ डाँडा हेर्नु क्लियर सैलुङ डाँडामा चाहिँ घाम पुरा यस्तै छ गाउँघर चाहिँ यति क्लियर छ कि सैलुङ डाँडा चाहिँ हेर्नु यो चाहिँ सैलुङ डाँडा हो यता चाहिँ फुर्के सल्ला अन्त यस्तै छ हाम्रो गाउँघर चाहिँ के गर्नु दुखानी पानीको चाहिँ सुविस्तै फेरि सुविधा भएर वसादैछु पानी चाहिँ यहाँ आँगनमै सुविस्ता हो पानी चाहिँ यहाँ चाहिँ दोलखामा चाहिँ किन्नु पर्दैन पानी पानीकै सुविस्ता सुन्दरको उतै जहाँ पानी हुँदैन हाम्रो ल हेर्नु है सर यो भिडियो चाहिँ नकाटिकन बनाउँछु अन्त डाइरेक्ट हालिदिन्छु युट्युबमा हेर्नु होला है हरियो चाहिँ भरे पूजा हुन्छ अन्त बिहानै रक्सी पार्दैछु यस्तै छ रक्सी चाहिँ बाहिरै कहाँ चिया अहिले पकाउँला नि मुल दामी अहिले लिन जानुपर्छ नि पसलमा सामान पहन माइली लोसडाँडाको माइली अरे ल यस्तै छ
यस्तै फुलको झिलिमिली छ यहाँ चाहिँ दसैँ तिहारभन्दा बेसी यस्तो मङ्सिरको दिनमा नि यो मासतिर चाहिँ गोठमा चाहिँ हरियो मकैहरू टन्नै छ। मकै रहेछ है मकै। शुभ बिहानी भएको छ नि त अन्त बढार्ने कोही रक्सी पार्ने। अब हामी चाहिँ थाल भाँडा मात्दैछु अन्त यो चाहिँ 3 कोठाको घर हो भूकम्पको हेर्नु 3 कोठाको घर हो यो चाहिँ भूकम्पको। अन्त हामीले चाहिँ भूकम्पभन्दा अलिक ठुलै कोठा बनाएको 3 कोठाको घर हो। अन्त यो चाहिँ टिभी है अन्त यता चाहिँ किचन। खै कत्रो भएछ नि बगो त बाख्रे खै त अनि बगोहरू चाहिँ यही हो बगो। पानी पखाने त्यहाँ रक्सीको पानीले कस्तो आनन्द। खै कुन चाहिँ हो त हाम्रो चाहिँ अनि अन्त यसलाई त खसी बनाएर राख्नुपर्छ नि त। ए ठुल्ठुलै भइसकेको छ यहाँमा। खै कुन चाहिँ हो बगो त लु खसी बनाएर राखिहाल्नुपर्छ। अन्त एउटा बगो चाहिँ अब लाने बेला पनि भएको छ। यही रहेछ बगो चाहिँ ससुरालीले दिने भएको फर्स्ट टाइमको। अन्त हाम्रो चाहिँ बिहे भएको धेरै वर्ष भयो नि त अन्त फर्स्ट दसैँमा दिएको छैन। अन्त बगो चाहिँ यही हो हाम्रो। यो कि खैरो हुन्छ बगो खैरो पनि गजब छ। अन्त अहिले ल्याएर यसरी खाँदैछ। आमा कुखुरा पनि त्यस्तै छ। यहाँ चाहिँ बाख्राको खोर भाडा ट्याङ्की ल्याउने राम्रोसँग। यहाँ चाहिँ मुन्तिर चाहिँ गोठ यस्तै छ गाउँघर हेरिदिनुलाई यस्तै छ हाम्रो घर चाहिँ। के आयो बोको त त्यता आउँछ नि त। ए होस् न होस् खाओस् दाना खाओस् दाना खाओस् दाना त खानुपर्छ। यो कुखुराको खोर हो नि त कुखुरा पनि धेरै छ। अन्त यो चाहिँ कहिले टाँगे छ यो चाहिँ यस्तो छ कि जाडै छ नि त। बोल 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 बच्चा एउटा चल्ला उठाम भनेको तर भागिहाल्छ